हेलो गाइज, नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ होला। हेर्नुहोस् त, यहाँ इन्डियामा कति धेरै पानी परेको छ। रातभरि पनि धेरै पानी परेको छ अहिलेसम्म पनि। हेर्नुहोस्, यो चाहिँ छत हो, म चाहिँ छतमा छु। म चाहिँ रुममा आइसकेँ गाइज। मेरो चाहिँ यो काम गर्ने ठाउँ हो है। बेडहरू बनाउनु छ। हिजो कति धेरै त्यो गेस्टहरू हिजो फोहोरी मात्रै आएको कि एकदम फोहोर थियो। अनि मैले सबै पानी हालेर सफा गरेको छु। अनि मैले बेड कभरहरू पिल्लोहरू सबै निकालेर फेलेको। बेड बनाउनु बाँकी छ। अनि यो चाहिँ बाहिर हलको भएको है, हलको भएको यो। यसमा चाहिँ पनि हिजो सफा गरेको मैले पानी हालेर। बाल्टी छ, सबै सफा गरेको। अब अर्को रुममा जान्छु ल गाइज। यो रुममा आएको। यो रुम त पुरै चुलो मात्रै बनाइरहेछ। यो रुम पनि पुरै पानी हालेर हिजो मैले सफा गरेको। यो बेडहरू चाहिँ सबै निकालेर फेलेको छु, बनाउनु बाँकी छ सबै। मैले काम गर्ने ठाउँ है गाइज चाहिँ यो। कस्तो लाग्यो भनिदिनुहोस् त। अझै तल छ, म हजुरहरूलाई तल हलमा देखाउँछु ल। यो चाहिँ स्विमिङ पुल हो यो। यो चाहिँ ग्राउन्ड फ्लोर हो। यहाँ चाहिँ पानी त्यत्तिकै छ। यता पनि धेरै छ काम गर्न। चाहिँ किचन एरिया हो यो। हिजो चाहिँ मैले यति धेरै भाँडा माझेर एकछिन मिलाएको पनि छैन। यो त्यत्तिकै छ सबै। फ्लोरमा पानी हाल्न बाँकी छ। सबै त्यत्तिकै छ। गिलासहरू पनि मिलाएर राखेको छैन, त्यत्तिकै छ। हिजो धोएरमा सबै त्यत्तिकै छ गाइज। आज कति धेरै काम गर्नुपर्छ। आज त मेरो आज मेरो पाप हुन्छ काम गर्दा गर्दा। कति धेरै बाँकी छ अझै। अनि म यो अर्को रुममा आइसकेँ। अर्को रुम पनि त्यस्तै फोहोर थियो है। हिजो एकदम बर्थडे पार्टी थियो कि। अनि कस्टमरहरूको बर्थडे पार्टी रहेछ, उसको बुढीको कस्टमरको। अनि एकदम हिजो रमाइलो गरिरहेको थिएँ यहाँ अस्ति।